आदरणीय सुर्खेतवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, म आज सुर्खेतमा आएको छु। तपाईँ सबैलाई मेरो अनुरोध छ, अबको लडाईँ भनेको कर्णालीले हार्ने या कर्णालीले जित्ने, यो लडाईँका साथ हामी तपाईहरुलाई याद छ होला, अघिल्लो पटक संसदमा कर्णालीका लागि भनेर 7 अर्ब रुपियाँ छुटाए एकजना मन्त्रीले। म आज नामै त छु, रघुवीर महासेठले आफ्नो निर्वाचन क्षेत्रका लागि 8 अर्ब रुपियाँ छुटाउँदा संसदमा उभिएर यो कर्णालीलाई विभेद गर्न पाइँदैन भन्दा यहाँ कर्णालीबाट जितेर गएका माननीयहरू आफ्नो नेताको मुखमा हेरेर बसे कर्णालीलाई हेरेनन्। त्यो भएर कर्णालीको परिवर्तन आवश्यक छ। यदि कसैले बनाउने हो भने केन्द्र सत्तामा बसेका मान्छेले होइन, कर्णाली यदि बनाउने हो भने कर्णालीकै छोराहरूले बनाउने हो। अहिले दाजुभाइ दिदीबहिनीहरू, म दुईटा कुरा माग्न आएको छु आज तपाईसँग सुर्खेतमा। दुईटा कुरा। एउटा कुरा, सुर्खेतबाट यहाँ हुने प्रतिनिधि सभाको चुनावका लागि तपाईँ सबैले, यही भएका दाजुभाइ दिदीबहिनीहरूले, तपाईहरूले कम से कम कर्णालीको आवाजलाई, कर्णालीलाई हेर्ने मान्छे चुनेर पठाउनु। परका नेताहरूको दास भएर उनका पछाडि हिँड्ने मान्छे नपठाउनु। यो कुरा याद गर्नु होला। अर्को कुरा माग्न आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अहिले जुम्लाको लडाईँ भनेको जुम्ला बीचको लडाईँ होइन। अहिले जुम्लाको लडाईँ भनेको केन्द्र सत्तामा बसेर सधैँ खुट्टा मलाउने प्रवृत्ति र दासत्व विरुद्धको लडाईँका साथ हामी जुम्लामा खडा भएका छौँ। यो कुरा याद गर्नु होला। तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छु, तपाईको एउटा भोटले भोलि जुम्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा स्थापित गर्ने वा नगर्ने यो फैसला हुनेछ। त्यही भएर दाजुभाइहरू, जति यहाँ बस्नु भएको छ सुर्खेतमा, कसैलाई 2000 लाग्ला, कसैलाई 3000 लाग्ला, 4000 लाग्ला, यो पैसाको समस्या नमान्नु होला। हामीसँग 5 रुपियाँ पैसा पनि छैन। किनभने तपाईलाई याद छ होला, हिजो भ्रष्टाचार भयो भनेर जुम्लाको नाङमा र सुर्खेत जोड्ने पुल भत्काएर पनि फेरि बनाइसक्यो। अहिले चुनावको बेला 1 रुपियाँ पैसा खर्च नगर्ने तपाईहरुले मलाई सहयोग गर्ने। चुनाव जितेपछि संसारको कुनै पनि कुनामा कर्णालीको मान्छे अल्पत्र पर्यो, कसैलाई अप्ठ्यारो पर्यो, कसैलाई गाह्रो पर्यो भने खम्बा भएर खडा भएर यहाँ भन्दा अर्को छैन। आज जुम्लालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय राजनीतिमा जुम्ला र जुम्लीलाई विश्वभर चिनाउने जुन अभियान छ, त्यो अभियानको ढोका फागुन 21 ले गर्दैछ। यहाँ सुर्खेतमा बस्नुभएका दाजुभाइयो, म बिन्ती गर्छु, तपाईको एउटा भोटले आउने तपाईका भविष्य, जुम्ला र कर्णालीको भविष्यलाई मध्यनजर गर्नेछ। यदि हामी जस्ता साथीहरू जुम्लामा रोकियौं भने कर्णालीको आवाज उठाइदिने मान्छे हुँदैन। चाहे नयाँ हुन्, चाहे पुराना हुन्, केन्द्र सत्ताको दास मात्रै हुन्छन्। यो कुरा याद गर्नु होला तपाईहरु सबैले। त्यो भएको हुनाले तपाईहरु यहाँबाट भोट हाल्न जुम्ला गइदिनु होला। वरपर तलमाथिका सबै दाजुभाइ दिदीबहिनीहरू, तपाई जानुभयो भने भोट मात्रै हाल्ने कुरा होइन। तपाईहरु जानुभयो भने पूरा गाउँ कब्जा गर्नुहुन्छ र सत्यको र आज शहरले संसारभर जुम्लालाई कसरी चिराउनुहुन्छ त्यो ब्रिफिङ गर्नुहुन्छ, तपाईले अरूलाई बताउनुहुन्छ। त्यो भए हुनाले आज सुर्खेत आएको छु म तपाईको अगाडि। सुर्खेत आइसकेपछि तपाई सबैले एकपटक जुम्ला पुग्दिनु पर्यो। म भन्छु, जुम्ला हामीसँग तपाईहरुलाई दिने 1500 रुपैयाँ पनि छैन। हामी भोकै अहिले घर घरमा कुदिरहेका छौं। अहिले पनि कोही जुम्लाबाट कर्णालीबाट कोही मान्छे अल्पत्र पर्यो भने आज दुबईबाट उद्धार गरिरहेका छौं। अस्ति मात्रै असौजे सार्की बिरामी हुनुभयो, आज काठमाडौँबाट उपचार गरेर जुम्ला फर्किँदै हुनुहुन्छ। अस्ति एकजना रेजिना नेपाली बिरामी हुनुभयो, आज उहाँलाई नेपालगञ्जबाट उपचार गरेर आज जुम्ला फर्किँदै हुनुहुन्छ। हरेक मान्छेको जीवनसँग, हाम्रो जुम्लाको इतिहाससँग सधैँ जुम्ली भनेर हेपिने
सधैँ काठमाडौँको रत्न पार्कमा जानेर बदाम खाने, सुन्दराका होटलभित्र सुत्ने, काठमाडौँका टाउके नेताहरूको डान्स गर्ने यो कुरा याद गर्थे। तपाईँहरूलाई सोध्न चाहन्छु, तपाईँहरू सबैलाई म आज निम्तो दिन आएको सुर्खेतमा यहाँ जति पनि मतदाता जुम्लाबाट आउनुभएको छ 10 औँला बिन्ती जोड्छु म तपाईँलाई, एकजना मान्छे पनि यहाँ नबस्दिनु होला। तपाईँहरू जुम्ला गइदिनु होला। जान सक्ने मान्छे 10-11 गते फागुनको गइदिनु, जान नसक्ने मान्छे 15-16 गते जानु, अझै जान नसक्ने मान्छे फागुन 17 सम्म जुम्ला गइदिनु। 21 गते भोट हाल्नु, धेरै समस्या छ भने 22 गते तलतिर फर्किदिनु। तर जुम्लाको इतिहास, जुम्लालाई संसारमा चिनाउने, जुम्लालाई अन्तर्राष्ट्रिय राजनीतिमा स्थापित गर्ने, जुम्लीहरूको भविष्य बनाउने जुन लडाईँ छ त्यो लडाईँमा डराएर तपाईहरु मत हाल्न नजाने कुरा कदापि नसोच्न म तपाईलाई अपिल र अनुरोध गर्न चाहन्छु। बासीहरु धेरैले भन्छन् अब अहिले हेर्नुस्, चुनावको बेला गाडी पठाएर मान्छे ओसारे के हुन्छ थाहा छ? त्यो पैसा त कहाँबाट आउँछ? हाम्रो घर खेत बेचे पनि आउँदैन त्यति पैसा, तर त्यो पैसा भ्रष्टाचार गरेर आउँछ। आज पैसा खर्च गर्ने भने भोलि विकास निर्माणका काममा भ्रष्टाचार गर्नुपर्ने बाध्यता हुन्छ। त्यही भएर मैले अहिले 1 रुपैयाँ पैसा खर्च नगर्ने, तर भोलि चुनाव जितेर गएपछि पहिला जसरी 2.5 वर्ष भ्रष्टाचारका विरुद्धमा काम गरेका थियौं त्यो भन्दा 2 गुणा काम गर्ने, जुम्लामा कुनै पनि आयोजनाहरू भन्दा भ्रष्टाचार गर्यो भने त्यसलाई हदैसम्मको सजाय गर्ने, नागको पुल भत्काए जसरी अन्य ठाउँमा पनि क्वालिटी कायित काम गरे भने, क्वालिटी गुणस्तरीय हिन काम गरे भने ठाउँ ठाउँमा समाएर कारबाही गर्ने बास यही हो। तपाईहरुले मलाई दिने सजाय हुनाले को जाने हो जुम्ला? खै हात उठाउनु त एकैछिन। अलिकति उठेन, पार्लियामेन्ट जाने होइन, भोटर आइडी कार्ड छैन जुम्लामा, पछाडि यता जुम्ला जाने हो, जुम्ला जाने हो है। तपाईलाई 1000 रुपैयाँ खर्च होला, 1500 खर्च होला, 2000 खर्च होला, 2500 खर्च होला, ओर दोर गर्दाखेरि 5000 खर्च होला। तर त्यो 5000 ले जुम्लाको इतिहास बदल्नेछ, यो कुरा याद राखिदिनु होला दाजुभाइ। तपाईहरु जति पनि भोटर आइडी कार्ड भएका दाजुहरु जुम्ला गइदिनु होला। मैले भन्ने कुरा यति हो, एक पटक भनौ सबैले जुम्ला जाने हो, जुम्ला जाने हो। ल सबै साथीहरुलाई म यही अपिल गर्न चाहन्छु, यही अनुरोध गर्न चाहन्छु। र यहाँ पनि भोट हाल्दाखेरि काठमाडौँमा गएर कठालो समाउने मान्छेलाई पठाउनु, खुट्टा समाउने मान्छे होइन, यो कुरा याद गर्नु होला। त्यसका साथ आज यहाँ आएको छु। अब अहिले नै म बर्दिया पुग्नुपर्छ, बर्दियाका साथीहरूलाई म अनुरोध गर्न जानुपर्छ, टिकापुर पुग्नुपर्छ। म छोटो समय यहाँ यदि देउडा खेल लागेको भने सहभागी हुन्छु, त्यसपछि तपाईहरुले मलाई बिदा गर्नुपर्छ। जुम्लाका गाउँ गाउँ गएको छु, अति सुन्दर छ जुम्ला। अहिले हामीले गाउँ देखाइरहेका छौँ, देख्नु भएको छ, हिउँ परेको छ, स्याउ फुल्दैछ, स्याउ बन्द, स्याउका बुटाहरू भर्खर कलमी गर्ने बेला भएको छ। तपाईहरु यहाँ बसेर जुम्लाको सपना साकार पार्नलाई एकपटक जुम्ला गइदिनुस्। बास यति हो। हस्, सबैलाई धेरै धेरै धन्यवाद। म अब हामी देउडा सञ्चालन देउडामा सहभागी हुन्छौँ। ल 2 हात माथि उठाएर भन्नु, सबैले जुम्ला जाने हो। अलिअलि केटाहरूले मात्र उठाए, हात उठाएन, जाने हो। धन्यवाद, धेरै 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 धन्यवाद तपाईहरु सबैलाई। हस्, धन्यवाद।